नमस्कार, प्र्याक्टिकल एजुकेसनमा यहाँहरूलाई स्वागत छ। आज पनि म तपाईहरु समक्ष वेल्डिङ विषयको केही क्वेशनहरू लिएर आएको छु। तपाईहरुको धेरै चाहना थियो कि वेल्डिङ सम्बन्धी धेरैभन्दा धेरै क्वेशन दिनुस् भनेर, त्यही भएर मैले बेसिक तर एकदम इम्पोर्टेन्ट कुराहरू आज लिएर आएको छु। वेल्डिङ सम्बन्धी मैले 100 वटा क्वेशन लिएर आएको छु र म फटाफट भन्न गइरहेको छु। तपाईहरुले हेर्नु होला, सुन्नु होला, मनन गर्नु होला। वेल्डिङ भनेको के हो? धातुलाई चाप, दबाव वा दुवै प्रयोग गरेर जोड्ने प्रक्रिया हो। वेल्डिङका मुख्य प्रकार के हुन्? आर्क वेल्डिङ, ग्यास वेल्डिङ, रेसिस्टेन्स वेल्डिङ, हैन। फ्युजन वेल्डिङ भनेको धातु पगालेर गरिने वेल्डिङ। नन फ्युजन वेल्डिङ भनेको धातु नपगाली गरिने वेल्डिङ। सोल्डरिङ भनेको के हो? कम तापमा फिडर मेटल प्रयोग गरेर जोडिने प्रक्रिया। ब्रेजिङ भनेको के हो? 450 डिग्री भन्दा माथि तापमा फिडर प्रयोग गरेर जोड्ने प्रक्रिया। आर्क भनेको के हो? विद्युतीय चापबाट उत्पन्न ताप हो। वेल्डिङ जोइन्ट के हो? जोडिने स्थान हो। जोइन्टका प्रकार: बट, ल्याप, टी, कर्नर, एज जोइन्ट। फिलेट वेल्ड के हो? त्रिकोण आकारको चाहिने बेल्टलाई के हुन्छ? फिलेट वेल्ड भनिन्छ। यसरी यो क्वेशनहरूलाई एन्सर सहित मैले सरर भनेको छु। तपाईहरुले हेर्नु होला, सरसर्ती मनन गर्नु होला। एकदमै बेसिक कुरा छ तर चाहिने कुराहरू छ। ग्रुप वेल्ड भनेको के हो? खाडलमा गरिने वेल्ड हो। बेल्ट रुट के हो? बेल्टको सबभन्दा भित्री भाग। बेल्ट बिट के हो? बेल्ट गरिएको धातुको लाइन। बेल्ट मेटल के हो? बेल्ट गरिने धातु। फिडर मेटल के हो? थपिएको धातु। वेल्ट फुल के हो? पग्लिएको धातु। स्ल्याग के हो? फ्लक्सको अवशेष हो। स्ल्याटर के हो? उड्ने पग्लिएको धातु हो। आर्क लम्बाइ के हो? इलेक्ट्रोड वा धातु बीचको दूरी हो। पोलारिटी के हो? करेन्टको दिशा हो। यसरी यो सरसर्ती मैले भनेको छु। यसमा तपाईहरुलाई धेरै गाह्रो कुरो जस्तो लाग्दैन। यो सरसर्ती बुझिने कुरा हो। वेल्डिङ गरिराख्ने मान्छेलाई सजिलो कुरा हो। यो भनेको तपाईको मौखिक क्वेशनहरुमा एकदमै सजिलो हुने कुराहरू छ। सरर कहिलेकाहीँ मौखिकले पनि तपाईको कन्भर्सेसनले पनि तपाईको इक्जामलाई एकदमै इफेक्टिभ बनाउने छ। डीसीएन के हो? डाइरेक्ट करेन्ट, इलेक्ट्रोड नेगेटिभ। डीसीएपी के हो? इलेक्ट्रोड पोजिटिभ। एसी अल्टरनेटिभ करेन्ट। वेल्डिङ किन प्रयोग गरिन्छ? संरचना बनाउन। वेल्डिङका फाइदा के हो? बलियोसँग जोड्नको लागि। बेफाइदा: तापले कुनै पनि हानि गर्न सक्छ। ताप स्रोत के हो? आर्क वा ग्यास। फ्लक्स के हो? सुरक्षा दिने पदार्थ। सिल्डिङ के हो? हावाबाट सुरक्षा। वेल्डिङका ताप किन चाहिन्छ? धातु पगाल्नको लागि वेल्डिङमा ताप चाहिन्छ। यसरी यस्ता क्वेशनहरू सबै त नआउला, कुनै क्वेशन आउन सक्छ। एसएमएडब्ल्यू के हो? स्टिक वेल्डिङ। जीएमएडब्ल्यू के हो? मिग वेल्डिङ। जीटीएडब्ल्यू के हो? टिग वेल्डिङ। एफसीएडब्ल्यू के हो? फ्लक्स कोर वेल्डिङ। के हो? सबमर्ज आर्क वेल्डिङ। ग्यास वेल्डिङ के हो? ग्यास प्रयोग गरेर गरिने वेल्डिङ। एसिलेटिङ के हो? अक्सिजन र एसिटिलिन प्रयोग गर्नु नै एसिलेटिङ हो। रेसिस्टेन्स वेल्डिङ के हो? प्रतिरोधबाट ताप उत्पन्न हुन्छ भने रेसिस्टेन्स वेल्डिङ भनिन्छ। स्पट वेल्डिङ के हो? बिन्दुमा कुनै पनि केन्द्रमा गरिने वेल्डिङ जोड हो। सिम वेल्डिङ के हो? लगातार गरिने वेल्डिङलाई सिम वेल्डिङ भनिन्छ। त्यस्तै लेजर वेल्डिङ के हो? लेजर प्रयोग गरेर गरिने वेल्डिङ हो। प्लाज्मा वेल्डिङ के हो? प्लाज्मा आर्क प्रयोग गरेर गरिने वेल्डिङ हो। फ्रिक्सन वेल्डिङ के हो? घर्षणबाट गरिने वेल्डिङ हो। अल्ट्रासोनिक वेल्डिङ के हो? कम्पन प्रयोग गरेर गरिने वेल्डिङ। रोबोटिक वेल्डिङ रोबोटबाट गरिने वेल्डिङ। अन्डरग्राउन्ड वेल्डिङ पानीमुनि गरिने वेल्डिङ। थर्मिङ हैन, अन्डर वाटर वेल्डिङ पानीमुनि गरिने वेल्डिङ। थर्मिट वेल्डिङ रासायनिक प्रक्रिया। अर्बिटल वेल्डिङ भनेको घुमेर गरिने वेल्डिङ। पाइपलाइन वेल्डिङ भनेको पाइप जोड्ने प्रक्रिया हो। एरोस्पेस वेल्डिङ भनेको विमानमा प्रयोग गरिने वेल्डिङ हो। तपाईको यो जुन अन्डर वाटर वेल्डिङ छ यो धेरै नै महँगो, धेरै नै राम्रो वेल्डिङ हो। यो विदेशतिर धेरै माग हुन्छ। वेल्डिङ मेसिन के हो? पावर स्रोत। वेल्डिङ मेसिन के हो भन्दा एउटा पावर स्रोत हो। इलेक्ट्रोड के हो? करेन्ट बग्ने रड हो। कन्ज्युमेबल इलेक्ट्रोड पग्लिने, नन कन्ज्युमेबल नपग्लिने। टर्च के हो? ताप दिने उपकरण। ग्राउन्ड फ्लक्स सर्किट पुरा गर्नलाई क्ल्याम्प गरिन्छ। ग्राउन्ड क्ल्याम्प। केबल के हो? करेन्ट
पोख्ने तार हो। सिल्डिङ ग्यास के हो? सुरक्षा दिने ग्यास। कुन ग्यास प्रयोग हुन्छ? आर्गन र CO2। रेगुलेटर के हो भन्दा दबाव नियन्त्रण गर्नको लागि रेगुलेटर गरिन्छ। सुरक्षा किन आवश्यक गरिन्छ भन्दा के अरे दुर्घटना रोक्नलाई गरिन्छ। तपाईँको PPE के हो? पर्सनल प्रोटेक्सन इक्विपमेन्ट भन्छ, व्यक्तिगत सुरक्षा उपकरण। हेलमेट किन प्रयोग गरिन्छ भन्दा आँखा बचाउन। आई के हो? आँखाको चोट हो। दाह कसरी हुन्छ? तापबाट हुन्छ। फ्युमक्स के हो? धातुको धुवाँ। भेन्टिलेसन किन चाहिन्छ? हावाको लागि।